हजुरको घरमा मल्टिप्लग डढेको डढै छ। सस्तोमा राम्रो मल्टिप्लग कसरी खोज्ने? सबभन्दा सस्तोमा राम्रो मल्टिप्लग बनाउन मन छ भने घरमा आफै हजुरले यस्तो खालको मल्टिप्लग एउटा 1-1 मिटरको 2 टुक्रा रातो कालो तार टुपिङ यति भयो भने यो जति बलियो मल्टिप्लग हजुरले किन्दाखेरि मार्केटमा अवेलेबल पाउनुहुन्न। अनि यो मल्टिप्लग चाहिँ हजुरले जुनसुकै बत्ती पसलमा जानु भयो भने नि अवेलेबल भइहाल्छ। टोटल एस्टिमेटेड प्राइस चाहिँ 200 रुपैयाँ यसको र 100 रुपैयाँ 300-400 अन्डरमा हजुरले यो खालको मल्टिप्लग आफै बनाउन सक्नुहुन्छ। यो बनाउनको लागि पहिला हजुरले तारको टुक्रा चाहिँ अलिकति यसरी बटारिदिनु होला ताकि हजुरलाई पछि सजिलो होस्। हजुरले यसरी तार बटारेर म्यानेजमेन्ट सजिलो केबल म्यानेजमेन्ट जस्तो सजिलो हुन्छ त्यसको लागि यो भएर हजुरले यसरी तार बनाउन सक्नुहुन्छ। यो बनाइसके पछाडि यो दुईटा टुप्पो चाहिँ हजुरले निकाल्नु पर्यो। वायर स्ट्रिपर छ भने यसले गर्दा पनि भयो, नभए हजुरको चक्कु ब्लेड जेली निकाल्दा पनि हुन्छ है। त्यस पछाडि चाहिँ हजुरले यो कालो भाग यो निकाल्ने, मेन कुरा चाहिँ हजुरले न्युट्रल लेखेकोमा कालो हाल्नु पर्यो र लाइन लेखेकोमा रातो हाल्नु पर्यो। यसरी हजुरले न्युट्रल लेखेकोमा पहिला कालो हाल्नुहोस् अनि त्यस पछाडि लाइन लेखेकोमा रातो हाल्नु पर्यो। अनि त्यसरी यो सेतो भागलाई चाहिँ यो तार चेप्नको लागि मात्रै हो, यतापट्टिबाट कस्दिने। फेरि अघि यस्तो लगाइदिएर यो कसिसके पछाडि तारको अर्को एन्ड यो एन्ड पनि त्यस्तै गरी अघि जस्तै गरी स्ट्रिपरले निकाल्ने। त्यस पछाडि टुपिङको यो भाग निकाल्ने, यो दुईटा निकाल्ने अनि त्यस पछाडि यो दुईटालाई पनि लुज गर्ने। यो मिलाएर वायर टक्क मिलाएर यो दुईटालाई यहाँ कस्दिने र यसलाई यो कसेपछि हजुरको एउटा राम्रो खालको बलियो अलिकति धेरै धान्ने धेरै एम्पियरको लोड धान्ने मल्टिप्लग चाहिँ आनन्दले बनिसक्छ। चेक गर्नुको लागि हामी यहाँ बत्ती बढिसकेको छ। यसको अर्को फाइदा भनेको हजुरलाई जति लामो तार चाहिन्छ हजुरले त्यति मिटरको बनाउन मिल्छ। त्यति मिटर भन्दै तपाईँको प्राइस बढ्ने हुँदैन। हजुरले आनन्दले जति मिटरको वायर चाहिन्छ त्यति मिटरको त्यति लामो आनन्दले बेडको साइडमै पनि हजुरले राखेर चलाउन सक्नुभयो यस्तो खालको मल्टिप्लग आफै बनाएर है त। अनि यस्तै खालको कुनै टेक्निकल नलेजहरूलाई चाहिँ हजुरलाई चाहिएको छ भने कमेन्टमा लेख्नु होला, हामी हजुरलाई त्यसको भिडियो बनाएर दिनेछौँ है त।